नमस्ते मित्रहरू। नेपालमा बोर्डर साइड विशेष गरी तराई क्षेत्रहरूमा विगत केही वर्षदेखि जुन एउटा धार्मिक सम्प्रदायले अर्को धार्मिक सम्प्रदायमाथिको कार्यक्रममा ढुङ्गा प्रहार गरेको आदि कुराहरूले हामी नेपालीहरूबीच अहिले एक किसिमको फुट ल्याउने प्रयास भइरहेको छ मित्रहरू। यो यदि सच्चा नेपाली, सच्चा देशभक्त नेपाली हो भने ऊ जुनसुकै धर्मको भए पनि उसले एउटा समुदायमा रहेर अर्को समुदायको कार्यक्रम लक्षित कुनै विरोध या ढुङ्गा हान्ने काम गर्दैन मित्रहरू। यो कुनै स्वार्थ समूहहरूले गरिरहेको प्रष्ट रूपमा देखिन्छ। ऊ चाहन्छ कि नेपालमा जातीय वा धार्मिक कुनै कारणले द्वन्द्व फैलियोस् र देश अस्थिरतामा लामो समयसम्म रहिरहोस्। स्वार्थ समूहहरूका विभिन्न भेषहरू हुन सक्छन् मित्रहरू। धार्मिक द्वन्द्व यस्तो द्वन्द्व हो जसले वर्षौंसम्म एउटा भुसको आगो जस्तो सल्किएर देशलाई र त्यसका आउने सन्तति पुस्ताहरूलाई बर्बाद पार्छ मित्रहरू। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने हामी आफ्नो मन कन्ट्रोलमा राख्न सकिरहेका छैनौँ। कुनै एउटा स्वार्थ समूहले हामीलाई एउटा उसको ढङ्गले नचाउन खोजिरहेको छ। त्यो उसको ढङ्गमा तालमा हामी नबुझेर नाच्न अन्जानमा हिँडिरहेका छौँ मित्रहरू। सच्चा मुस्लिमले या कुनै पनि धर्मावलम्बी इसाई, बुद्धिस्ट अथवा हिन्दूले अर्को धर्मावलम्बीको कार्यक्रममा विरोध गर्दैन, ढुङ्गा हान्दैन मित्रहरू। हिन्दूको भेषमा चाहिँ कुनै थर्ड पार्टी हुनसक्छ। पहेँलो वस्त्र लाउने बित्तिकै त्यो हिन्दू मान्नु गलत हुन्छ मित्रहरू। र मुस्लिमको ड्रेस र कुनै पनि धर्मावलम्बीको ड्रेस लाउने बित्तिकै त्यसलाई मुस्लिम हो भनेर मान्नु पनि गलत हुन्छ मित्रहरू। यहाँ कतिपय पात्रहरू केवल सिर्जना गरेका हुन्छन् र कुनै स्वार्थ समूहहरूबाट पालित पोषित झुन्डहरू हुन् भन्ने बुझ्नुपर्छ। यी कुराहरू नबुझेर अरूले जसरी हामीलाई रिमोट कन्ट्रोलद्वारा घुमाउन खोजिरहेछ, नचाउन खोजिरहेछ, हामी आज त्यही तालमा नाच्यौँ र हामीले देशमा द्वन्द्व फैलायौँ भने मित्रहरू यसले हामीले नजानेर आउने हाम्रो हजारौँ पुस्तालाई हामीले बर्बादतिर धकेलिरहेका छौँ। यो कुरो बुझ्नु जरुरी छ मित्रहरू। आज तपाईँले नजानी या कसैको लहलहीमा तपाईँको क्षणिक क्रोधमा तपाईँ लाठो लिएर ढुङ्गा बोकेर बजारमा आउनुभयो, कसैको घर दोकान चलाउनु गयो भने मित्र यसले भोलि विकराल रूप लिन्छ र यसले देशमा द्वन्द्व फैलाउँछ। त्यो द्वन्द्वको असरले तपाईँकै आउने धेरै पुस्ताले दुःख पाउनेवाला छन् मित्रहरू। यति कुरो बुझ्नु जरुरी छ। यो बुझ्नु भएन भने तपाईँले तपाईँकै सन्ततिलाई अन्धकारमा धकेल्दै गइरहनु भएको छ मित्रहरू। धार्मिक द्वन्द्वमा फँसेका विविध देशहरू छन्, जस्तै सिरिया, इराक, येमेन, लेबनान, नाइजेरिया, म्यानमार, पाकिस्तान। यस्तै यसमा सबै धार्मिक ध्यान दिनुपर्ने कुराहरू के छ भने यसमा सबै धार्मिक कारणहरू मात्र हुँदैन। यसमा राजनीतिक शक्ति सङ्घर्ष, जातीय विवाद, आर्थिक असमानता, विदेशी हस्तक्षेप र ऐतिहासिक कारण यस्तै विविध कारणहरू हुन सक्छन्। हामीले ध्यान दिनुपर्ने कुराहरू के छ भने मित्रहरू हामी सबै संसारको जुनसुकै कुनामा रहे तापनि हामी ईश्वरको एउटै ईश्वरका सन्तान हौँ। भाषा, वेशभूषा, संस्कार र संस्कृति फरक हुन सक्छ मित्र, तर हामीमा रहेका सबै सम्पूर्ण जीवमा रहेका गुणहरूमा कुनै पनि भिन्नता छैन र प्रकृति हामी सबै प्रकृतिका पुजारी हौँ। सबै हामी यसै प्रकृतिमा रहेर यही प्रकृतिबाट जे प्राप्त गर्छौँ त्यसैमा
आफ्नो जीविकोपार्जन गरिरहेका छन् मित्रहरू। संसार एउटा सुन्दर फुलबारी हो मित्रहरू। एकछिन मनलाई शान्त बनाएर सोचौँ, यदि भगवानले संसारमा एउटै मात्र फुल बनाउन चाहनुभएको भए उहाँले सयौं रङका, हजारौं करोडौं रङका फुलहरू किन बनाउनु भयो? यदि उहाँले एउटै मात्र भाषा चाहनुभएको भए यति धेरै भाषा किन जन्मिए? र यदि उहाँले एउटै मात्र धर्म र एउटै संस्कृति नै चाहनुभएको भए यति धेरै धर्म, संस्कार र संस्कृतिहरू किन जन्मिए? यहाँ बुझ्नुपर्ने कुरो छ मित्रहरू। किनभने विविधता नै प्रकृतिको सबैभन्दा ठुलो सुन्दरता हो मित्रहरू। हजारौं फुलले सजिएको बगैँचा जति सुन्दर देखिन्छ त्यति सुन्दर एउटा मात्रै फुलले कहिल्यै पनि देखिँदैन मित्रहरू। कुनै फुल सुगन्धले महान हुन्छ, कुनै औषधीय गुणले, कुनै आफ्नो रङले, त कुनै आफ्नो सरलताले मित्रहरू। तर कुनै पनि फुल अर्को फुलभन्दा सानो हुँदैन मित्रहरू। त्यसै गरी मानिसमा पनि फरक फरक सोच र फरक फरक वेशभूषा, भाषा, संस्कार, संस्कृति, धर्म आदि हुन सक्छ। कसैको भाषा फरक छ, कसैको धर्म फरक छ, कसैको संस्कृति फरक छ, त कसैको विचार फरक छ मित्रहरू। यो नै सुन्दरता हो। तर हामी सबै एउटै प्रकृतिका सन्तान हौँ। आज संसारमा सबैभन्दा ठुलो समस्या गरिबी होइन, अज्ञानता पनि होइन मित्रहरू। आज संसारमा सबैभन्दा ठुलो समस्या हामीभित्रको आफ्नो बुझाइ हो। समस्या त मनभित्र उम्रिएको घृणा, क्रोध मात्र हो मित्रहरू। जब मनमा घृणा बन्छ त्यसले धर्म देख्दैन, जात देख्दैन, देश देख्दैन, मानवता पनि देख्दैन मित्रहरू। घृणाले सम्बन्ध तोड्छ, प्रेमले सम्बन्ध जोड्छ। घृणाले युद्ध जन्माउँछ, प्रेमले शान्ति जन्माउँछ मित्रहरू। आज हामी जे सोचिरहेका छौँ त्यही भोलिको समाज बन्नेछ मित्रहरू। यदि आज हामीले आफ्ना छोराछोरीलाई प्रेम सिकायौँ भने उनीहरूले शान्त समाज बनाउनेछन्। तर यदि हामीले उनीहरूलाई घृणा सिकायौँ भने त्यसको पीडा पुस्तौँसम्म बल्झिरहनेछ मित्रहरू। याद राख्नुहोस्, सत्य र असत्य धेरै पटक हाम्रो सोचमा लुकेको हुन्छ मित्रहरू। सङ्कुचित सोचले मानिसलाई सानो बनाउँछ भने फराकिलो सोचले मानिसलाई महान बनाउँछ। त्यसैले अरूलाई बदल्न खोज्नुभन्दा पहिले आफ्नो सोच बदलौँ, अरूलाई दोष दिनुभन्दा पहिले आफ्नो व्यवहार सुधारौँ मित्रहरू। किनभने संसार बदल्ने सबैभन्दा सजिलो उपाय भनेको आफ्नै मन बदल्नु मित्रहरू। अन्त्यमा केवल एउटा कुरा भन्न चाहन्छु, सकारात्मक सोचौँ, सकारात्मक बनौँ। किनकि हामी राम्रो भयौँ भने हाम्रो परिवार र आउने सन्तति पुस्ता राम्रो हुन्छ। परिवार राम्रो भयो भने समाज राम्रो हुन्छ। समाज राम्रो भयो भने अवश्य नै देश पनि राम्रो हुन्छ मित्रहरू। र देश राम्रो भयो भने संसार आफै सुन्दर बन्छ मित्रहरू। धन्यवाद। सकारात्मक सोचौँ, सकारात्मक बनौँ। आफू भलो त जगत भलो मित्रहरू। राधे राधे, जय होस्।